यारो बिहानको यो कति बजेको 10 बजेको 11 बजेको भ्लगमा सबैलाई स्वागत छ हैन। मैले यहाँ भर्खर खाना पकाएको हेर्न सक्नुहुन्छ। तरकारी पकाइसके। अब मासु नै मासु भयो। तरकारी पकाएर मतलब हिजोदेखि के मासु खाएको है हम अहिले नि मासु नै खाने हो हैन। अनि अहिले चाहिँ हामी यो पानीको समस्या भएको कारणले यता माथि पानी लाउनलाई जान गइरहेको छौँ। थाहा छ पानीको कठिनाइ यहाँ धेरै गाह्रो छ, त्यही पनि म यहाँ कोसिस गर्दैछु पानी ल्याउँ भनेर हैन। त्यस्तै चल्दैछ। अनि यहाँ पछाडिबाट एउटा मान्छे आइरहनु भएको छ। उहाँलाई चाहिँ मेरै भाइकै रूपमा चिन्न सक्नुहुन्छ। रूपमा भन्दा पनि अब माने नै हुन्छ मेरो भाइ हो भनेर। अब यहाँको अनुहार हेर्न सक्नुहुन्छ। देख्नुभयो कि भएन? चम्बा कहाँ जाने हो? यो चाहिँ मेरो घर हो। अनि यहाँ बा हुनुहुन्छ। अनि यो चाहिँ मेरो स्वर्गीय हजुरआमा हो, देख्न सक्नुहुन्छ। अनि यहाँ हामी नभएको बेला बा यहाँ एक्लै बस्नुहुन्थ्यो, एक्लै बसेर खानुहुन्थ्यो। कति बेला खानुहुन्थ्यो, कहिले खानुहुन्थ्यो, कहिले खानुहुन्थेन। अब त्यस्तै हो नि त। अब बुढो मान्छे हामीलाई चाहिँ कहिले एक्लै भएको बेला खानै मन लाग्दैन। चाउचाउ साउचाउ आइन्दा खान्छौँ। झन् बुढो मान्छेले चाहिँ के पकाएर खालान् र है। अब यस्तै हो। अनि यहाँ चाहिँ मासु चोर देख्न सक्नुहुन्छ। भर्खरै मासु झिकेर खायो होइन। मैले नखा भन्दा नि खायो। उता बोका कराइराख, भोलिको लागि बोका छ्याकछ्याकको ऊ हो, सामान हो। त्यसैले बा जाम अब हामी जाँदैछौँ एकछिन ल। ऊ त्यहाँ बोका अहिले देखाउँछु। यहाँ चाहिँ हाम्रो बोका दाजु रहनु भएको छ, जो एकदम चञ्चले हुनुहुन्छ। सिङ केही भयो भने भोलि मलाई यहाँबाट निकालिदिन्छन्। किनभने भोलि पूजाको लागि सिङ चाहिन्छ। ओइ हान्छस् हाल्न चाहिँ हान्, बरु मलाई हान्दै ल। बोकोसँग फोटो बनाऊँ भने फेरि उताबाट मलाई हाल्यो भने उताबाट मलाई यस्तरी हान्यो भने हानिहाल्यो। ओइ सिङ हेर्न, सिङ ताजा गरी। यो चाहिँ हामी अब पानीको लागि बन्दोबस्तको लागि माथि जान लागेको छौँ। आउनु बा ल्याउनु, म ल्याइदिन्छु। तपाईँलाई गाह्रो छ साथीहरू। नगर है त्यहाँ बोको गरेर त्यो बोको यस्तै छ। यस्तै लिएर हिँड्नुपर्छ कि होइन। पाइप आनन्द आउँछ। बिस्तारै आउनु है बा। अब उता माथि गएर भेटौँ। भोलि पनि हाम्रो पूजा छ, त्यति बेला सबै देखाउँला है त साथीहरू। कसरी पूजा गर्छन्, के गर्छन् त्यहाँ भनेर। अहिले भर्खर 4-5 खेप पानी बोकेको। उतो पल्लो घरबाट यस्तो ज्यान दुखेको छ होइन। यस्तो ज्यान दुखेको छ होइन। हिँड्न पनि सकेको छैन। हिजो नि त पात टिप्न गएर हिँड्न कस्तो गाह्रो भएर अहिले नि गाह्रै भएको छ। त्यो पानी धेरै बोकेर यो चाहिँ हाम्रो अमलाको बुट हो। तर अमला अहिले खासै फलाएर हिँड्छ। अब अर्कोचोटि खाऊँ भने अर्कोचोटिमा हुँदैन होला। त्यही हो, गाह्रो छ। बोका कराएको पुरै हो। यहाँ चाहिँ मेरो बा हो, हिँड्नु भएको छ। बिस्तारै आउनु। अब माथि गएर भेटौँला है त साथीहरू। नगुल्रिनु भयो, गाह्रो छ। बिस्तारै आउनु भयो। गर्नु त अब बुढो मान्छेलाई नि गाह्रै छ। अब हामी त हिजो आउँ नि त। अनि हिजो बिहानतिर अनि बा त अनि अस्ति नै दसैँमा टिका लाउनलाई उहाँ जानुभएको थियो। फेरि यहीँ आउनुभयो, टिकाकै दिन यहाँ आउनुभयो। अनि काठमाडौँ जाऊँ भने पनि मान्नु हुँदैन। अब हाम्रो बाउको चाहिँ 4 छोराहरू हुन्। हाम्रो बाबा चाहिँ कान्छो छोरो हो। अनि 4 छोरा होला। कति कान्छा महिला कस्तो नथाहा भएको
चार छोरै हुन् अनि त्यो पनि बाउ गाउँमै बस्ने भन्नुहुन्छ एक्लै बस्ने भन्नुहुन्छ काठमाडौँमा त्यत्रो घर छ छोराहरूको नि रुम छ कोहीको घर छ कोहीको के छ एउटा छोराको घर त यतिखेर जान मान्नुहुन्न जानु त जानुहुन्छ तर त्यस्तो यहीँ बस्नुहुन्छ कि बाटोहरू एउटा जानुहुन्न काठमाडौँ नि मैले हामीले कति जाम भन्दा नि मान्नु हुँदैन खोइ अब गाउँ नै मनपर्ने बालै राम्रो लाग्ने हावापानी राम्रो छ नि त अनि यस्तो राम्रो हुन्छ अनि त्यसैले मान्नु हुँदैन यहीँ राख्ने कहाँ राख्ने यस्तो छ हातै गलिसक्यो गाईहरू होइन बालेर डोरो लत्रारै बालै सस्ता हुन्छ के गर्ने त अब काठमाडौँ जाऊँ भने भन्नु त्यहाँ मान्छे आमालाई देखाइन्छ एकछिनमा कसले मूलमा गएर के धुवा अब पानीको जुगानी भयो अब के गर्ने के अरे बा काठमाडौँ जान मान्नुभयो भने लैजाने अब मान्नु भएन भने यही पानीले बालाई गाह्रो नहोस् भनेको के गर्ने त यस्तो छ पारा गाह्रो छ बाकै होइन पानी चाहिँ आउने छाटकाटमा भयो कि बाट यहाँ पाइप पुगेन पाइप खोज्दैमा छु होइन अझ त्यहाँ पाइप देखाएँ हुन त यो उसले के देख्थ्यो यो काहीँ नभएकोले चिरन्तलामा छ भन्नुभएको बाले होइन त्यहाँ जाँदैछु गाह्रो छ ओछिनी पटा होइन यहाँ मकै रहेछ अँधेरो छ यहाँ चिरन्तला मान्छेले भन्दै नि चिरन्तलामा के हुन्छ धेरै अग्लो भएछु यस्तो छ कहाँ पायो भने कि कोही छ यति पाइप गर्न पाए त मेरो बाउलाई आनन्द हुन्थ्यो कि दुःख हुन्थेन कि मुलाको साग मतलब एक्लै बसे पनि होइन दुःख हुन्थेन भनेर हो अहिले पनि नो नो खोइ छैन अरे क्या त यही पाइपले भइदियोस् हे भगवान् बिन्ती गर्छु भगवान् आया धेरै अग्लो भएपछि ठोकियो यस्तो छ खुट्टा दुयो आज दिनभरि बिहानभरि काम गर्दा गर्दा ज्यान त चलिसक्यो होला गर्नुपर्छ गाइजहरू होइन एउटा कामले कति फाइदा हुन्छ कि मतलब हाम्रो बाउ बुढो हुनु भइसक्यो अनि त्यो बुढो बाउलाई धेरै दुःख पाउँदैन नि त पानी बोक्नु पर्दैन भनेर लुक हियर नासमझ बच्चा अर्थ थाहा हुनुपर्छ कि बाउ आमाको अर्थ यति गर्दा के हुन्छ अर्थ थाहा हुनुपर्छ चुलाक त्यतिले गराएर झ्याम्की झ्याम हान्ने जस्तो हेर्नु अझ हान्नु ल अहिले गर्छु ल भाइजहरू यहाँसम्म चाहिँ पानी आयो यहाँसम्म आयो यहाँसम्म चाहिँ पानी भयो बट यहाँ चुहिया रहेछ यहाँ टाल्नु पऱ्यो अनि यहाँ यसको पाइप हल्का मिलाउने यहाँ गर्नु पऱ्यो यति पाइप खोज्नु भयो बालाई उतेसम्म सजिलो हुन्थ्यो भनेको मुलाको साग गाह्रो छ साथीहरू गाह्रो छ उयो जेसुल क्या हो भने जेसुल गरे फेरि मलाई चट्ट आउँछ के पानी गर्न पाए मलाई आनन्द हुन्थ्यो केही तनाव मलाई यस्तो हुँदैन कि यस्तो झ्याउँदै पानी लिन गयो भने खानेपानी उहाँ जानुपर्छ हजुर यहाँसम्म भयो बा अब अलिकति चाहियो
त्यहाँ हेर्नु त जानु जानु त आधी छ कि हेर्नु सिद्धान्त लागि ल्याऊ मैले त्यो छ कि यसो हेर्नु न भइदियो हुन्थ्यो ल साथीहरू आजको लागि यति नै मेरो भ्लग अब अरू गर्न त गाह्रो छ अनि फेरि यहाँ नकिरे पस्यो अनि यो हाल्नलाई नि फेरि नेटको लागि उता पारि जानुपर्छ नि डाटा तान्यो भने सकिन्न डाटा नि के तान्नु पैसा मात्रै खर्च हुन्छ अब भोलि भेटौँ न साथीहरू बाई बाई हेभ अ नाइस डे मेरो भिडियो हेर्नु भएको छ भने लाइक कमेन्ट गरिदिनु त्यही हो होइन अरू के होला मलाई त्यस्तो बनाउन आउँदैन राम्रोसँग त्यही पनि यसो हालिदिएको कस्तो मन लाग्यो हाल्नु पनि त्यस्तो यत्तिकै लगाइदिएको हालिदिएको होइन त्यस्तो नराम्रो चाहिँ जज चाहिँ नगर्नु यो यस्तो रहेछ ह्यान त्यान छ्या यसको ड्रेसअप छ्या ह्यान त्यान त्यस्तो भन्नु पर्दैन मलाई भने पनि केही हुँदैन अब के भन्नु ल है ल बाई बाई हेभ अ नाइस डे कस्तो चिसो पानी है होइन टेक्नोलोजी ल बाई बाई हेभ अ नाइस डे गाइस बाई हेभ अ नाइस डे बाई बाई